ओम तत्सत। आज मिति विक्रम सम्वत 2083 साउन 13 गते इस्वी सम्वत 28 जुलाई 2026 बार मङ्गलबार रहेको छ भने असार शुक्ल चतुर्दशी तिथि रहेको छ। आउनुहोस् आज हामी नवग्रह अवस्थित नक्षत्रको अध्ययन गर्नेछौँ। वर्तमान अवस्थामा गुरु अस्त र शनि वक्री रहेको छ। यसले के कस्तो प्रभाव पार्छ थोरै यसको बारेमा पनि चर्चा गरौँ। गुरु अस्त भएकै कारणले गर्दाखेरि गुरुको शुभबल घटेको मानिन्छ, जसले गर्दा आर्थिक वृद्धि अपेक्षाकृत ढिलो हुन सक्छ। गुरुजन्य सल्लाहकार वा वरिष्ठ व्यक्तिहरूबाट तुरुन्त अपेक्षित सहयोग नआउन सक्छ। नयाँ कामको विस्तारमा धैर्य आवश्यक हुन्छ भने आध्यात्मिक साधना, अध्ययन र दानको भने महत्त्व बढ्छ। शनिको प्रभावले पुराना अधुरा काम फेरि अगाडि आउन सक्छन्। व्यवसाय वा आर्थिक स्थिरता क्रमशः बन्ने सङ्केत हुन्छ, एक्कासी होइन, तसर्थ ढिलाइ पुनः समीक्षा र जिम्मेवारी बढ्न सक्छ। मेहनतको फल ढिलो आए पनि स्थायी हुने सम्भावना रहन्छ। कानुनी, प्रशासनिक वा कागजी काममा अतिरिक्त सावधानी आवश्यक हुन्छ। यिनै ग्रह र नक्षत्रलाई प्रस्तुत सर्वतोभद्र चक्रमा राखेर अध्ययन गरौँ। सर्वप्रथम सर्वतोभद्र चक्र भनेको के हो भनेर छोटो जानकारी लिउँ है त। सबै भद्र शुभ कल्याण चक्र विशेष प्रकारको ज्योतिषीय मण्डल अर्थात् सबै पक्षबाट शुभ अशुभ प्रभावको अध्ययन गर्ने चक्र। यसलाई वैदिक ज्योतिषको अत्यन्तै प्राचीन र गुण प्रणाली मानिन्छ। यसबाट मुहुर्त, गोचर, प्रश्न ज्योतिष, वार्षिक फल तथा नक्षत्र वेद आदिको अध्ययन गरिन्छ। यस चक्रमा विभिन्न तत्त्वहरूलाई एउटै संरचनामा राखिएको छ। 28 नक्षत्र अभिजित सहित 12 राशि, 30 तिथि, 7 बार संस्कृत वर्ण, अक्षर, ग्रहहरूको गोचर। सर्वतोभद्र चक्रको सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त भनेको वेद हो। यस चक्रमा ग्रहले 3 मुख्य दिशाबाट वेद दिन्छ, सिधा भर्टिकल, तेस्रो होराइजन्टल र कर्ण डायगोनल। यदि कुनै ग्रहले नक्षत्र, राशि, तिथि, बार वा नाम अक्षरलाई वेद गर्छ भने त्यस क्षेत्रसँग सम्बन्धित फलको अध्ययन गरिन्छ। शुभ ग्रहको वेदलाई सामान्यतया अनुकूल र अशुभ ग्रहको वेदलाई चुनौतीपूर्ण सङ्केतका रूपमा व्याख्या गरिन्छ, तर निष्कर्षमा भने अन्य ज्योतिषीय आधारहरू लिएर मात्रै गरिन्छ। उदाहरणको लागि हामी शुभ ग्रह जस्तै गुरु, शुक्रको अनुकूल वेदले अवसर, सहयोग वा प्रगतिको सङ्केत दिन सक्छ भने अशुभ ग्रह जस्तै शनि वा मङ्गलको प्रतिकूल वेदले ढिलाइ, चुनौती वा अवरोधको सङ्केत दिन सक्छ। यस्ता फलहरूको पनि निष्कर्ष निकाल्नको लागि पहिला ज्योतिषीय कारक अरू कारकहरूसँग मिलाएर मात्रै गरिन्छ। सर्वतोभद्र चक्रमा राखेर यसको वेद अनुसार वर्तमान राजनीतिक, स्वास्थ्य, शिक्षा, कानुन, व्यवसाय, वैदेशिक सम्बन्ध, वित्तीय, फाइनान्स आदि क्षेत्रमा रहेर अध्ययन गर्नेछौँ। सूर्य पुष्य नक्षत्रमा छ, चन्द्रमा उत्तरसाढामा, मङ्गल मृगशिरामा, शनि रेवतीमा, केतु मघामा, बुध पुनर्वसुमा, बृहस्पति पुष्यमा, शुक्र पूर्व फाल्गुनीमा, राहु शतभिषामा। सूर्य र बृहस्पति चाहिँ शनिको नक्षत्रमा छन् भने चन्द्रमा सूर्यको नक्षत्रमा, मङ्गल, केतु, राहु र शुक्र आफ्नै नक्षत्रमा छन्। बुध गुरुको नक्षत्रमा छ भने शनि चाहिँ बुधको नक्षत्रमा छ। सूर्यले चाहिँ 3वटै दिशामा वेद गरेछ। राहुले सूर्य र गुरुलाई वेद गरेको छ। सूर्य व्यक्तिको कारक तत्त्व हो। सरकार, राष्ट्र प्रमुख, प्रधानमन्त्री, मन्त्री परिषद, उच्च प्रशासन, राष्ट्रिय प्रतिष्ठाको कारकत्व हो। अब शुभ वेद भएको भए सरकार बलियो हुन्थ्यो, नीति सफल हुन्थ्यो, अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्न सक्ने, प्रशासनीय सक्रिय हुन्थ्यो भने अहिले अशुभ वेद भयो। त्यसले गर्दाखेरि सरकारमाथि दबाव, नेतृत्वमा विवाद, नीतिगत ढिलाइ, प्रशासनिक अस्थिरता देखाउँछ है। चन्द्रमा फेरि जनता, जनमत, मानसिक अवस्था, खाद्यान्न, पानी, महिला आदिको कारकत्व हो। अब यसमा अशुभ वेद भएपछि आन्दोलन, मानसिक तनाव, महामारीको चिन्ता, जन असन्तोष देखाउँछ। शुभ वेद भएको भए जनसन्तुष्टि, सामाजिक शान्ति, राम्रो वर्षा, स्वास्थ्यमा सुधार देखाउँथ्यो। मङ्गलबाट सेना, प्रहरी, सीमा, आगलागी, दुर्घटना, निर्माण आदिको कारकत्व हो। शुभमा चाहिँ सुरक्षा बल बलियो, सीमाको सुरक्षा, निर्माण कार्य तीव्र। अशुभ वेद हुँदाखेरि दुर्घटना, आगलागी, हिंसा, सीमा तनाव हुने अवस्था आउँछ। बुधबाट
बुध कारकत्व भनेको शिक्षा, व्यापार, सञ्चार, ब्याङ्किङ, सूचना प्रशासन हो। अशुभ वैध भएपछि व्यापारमा मन्दी, गलत सूचना, ब्याङ्किङ समस्या, शैक्षिक विभाग। गुरुको कारक तत्त्व भनेको अर्थतन्त्र, बैङ्क, न्याय, धर्म, विश्वविद्यालय, विदेशी सहयोग हो। अब अहिले अस्त अवस्थामा छ। त्यसै कारणले गर्दा आर्थिक दबाव, राजस्व कमी, नीतिगत अन्यल, विकासमा ढिलाइ भइरहेको छ। अबसम्म सूर्यले राशि परिवर्तन गर्दैन, बृहस्पति उदय हुँदैन, तबसम्म समस्या यथावतै रहिरहन्छ। अब शुक्रबाट हेरौँ। बजार र जनजीवन, पर्यटन, होटल, कला, महिला, विलासिता कारकत्व हुन्छ। यसमा अशुभ भेद भयो भने बजार सुस्त, पर्यटनमा कमी, महँगी बढ्ने, विलासी क्षेत्रमा मन्दी। राहुले भेद गरेको छ, फेरि सूर्यले चाहिँ शुक्रलाई भेद गरेको छ। शनि के को कारकत्व भन्दा प्रशासन, कर्मचारी, कानुन, उद्योग, श्रमिक, दीर्घकालीन योजनाको भेद गरेको। निर्णयमा ढिलाइ, कर्मचारी असन्तोष, औद्योगिक समस्या, प्रशासनिक जटिलता। राहुबाट राजनीति र अन्तर्राष्ट्रिय प्रभाव देखिन्छ। कारकत्व भनेको राजनीतिक, विदेश नीति, प्रविधि, सामाजिक सञ्जाल, गुप्त गतिविधि हो। यसले अशुभ भेद गरेको कारणले राजनीतिक विवाद, कूटनीतिक तनाव, गलत सूचना फैलिने, अप्रत्याशित घटनाहरू। शुभ भेद भयो भने चाहिँ अन्तर्राष्ट्रिय अवसर, नयाँ प्रविधिको विकास, विदेशी लगानीको सम्भावना हुन्छ। केतु अनुसन्धान, आध्यात्मिकता, पुरातत्व, गोप्य विषय, विभाजन, पुनर्संरचनाको कारकत्व हो। अशुभ भेदले गर्दा अचानक परिवर्तन, संस्थागत पुनर्गठन, विभाजन वा अस्थिरता, अप्रत्याशित घटनाहरू हुन सक्छन्। सूर्य सरकार हो भने सूर्यमा भेद भएपछि सरकारमाथि दबाव, मन्त्री परिषद परिवर्तनको चर्चा, निर्णयमा ढिलाइ र विपक्षी गतिविधि बढ्न सक्ने सङ्केत हुन्छ। शनिले भने कर्मचारी, निजामती सेवा, अदालत, उद्योग, श्रमिक। अशुभ भेद हुँदाखेरि चाहिँ फाइल अड्किने, प्रशासन ढिलो हुने, कानुनी प्रक्रिया लामो हुने हुन्छ। राहुले चाहिँ आन्दोलन, सामाजिक सञ्जाल, विदेशी प्रभाव, गठबन्धन, अप्रत्याशित राजनीतिक घटना विदित भएको कारणले गर्दा जनगठन परिवर्तनको सम्भावना छ। जनमतमा तीव्र बहस हुन सक्छ र कूटनीतिक गतिविधि बढ्नेछ। बुध ग्रहले हो विद्यालय, विश्वविद्यालय, परीक्षा, सञ्चार, सूचना प्रविधि। व्यापार हेर्ने भनेको शुक्रले हो, सूर्यले भेद गरेको छ। त्यसले गर्दाखेरि बजार सुस्त हुन सक्छ, नभए पर्यटन चाहिँ बढ्नेछ, व्यापार पनि चलायमान हुने अवस्था छ। आजलाई यति नै। ओम तत्सत।